चर्चित गायन रियालिटी शो द भोइस अफ नेपाल सिजन 7 को 9औं एपिसोड पनि निकै आकर्षक रह्यो। यस एपिसोडमा 7 जना प्रतियोगीले आफ्नो प्रस्तुति दिएका थिए। तीमध्ये 5 जना प्रतियोगी कोचको कुर्सी घुमाउन सफल हुँदै अघिल्लो चरण अर्थात् ब्याटल राउन्डमा प्रवेश गरेका छन्। बाँकी प्रतियोगीहरू अडिसन राउन्डबाट बाहिरिएका छन्। आउनुस् यस भिडियो सामग्रीमा रहेर ब्याटल राउन्डमा प्रवेश गरेका उत्कृष्ट 5 प्रतियोगीका बारे छोटो चर्चा गरौँ। द भोइस अफ नेपाल सिजन 7 की एक बलिया प्रतियोगी निशु शर्मा कोच मेलिना राईको टिमबाट ब्याटल राउन्डमा प्रवेश गरेकी छन्। अडिसन राउन्डमा निशुले कोच मेलिना राईकै आएन खबर गीत मार्फत दमदार प्रस्तुति दिएकी थिइन्, जसमा कोच मेलिनाले मात्र कुर्सी घुमाएकी थिइन्। सानैदेखि सङ्गीतप्रति गहिरो रुचि राख्दै आएकी निशु विगतदेखि नै सङ्गीत क्षेत्रमा सक्रिय छिन्। परिवारको निरन्तर साथ र समर्थनमा उनले आफ्नो सङ्गीत यात्रालाई अघि बढाउँदै आएकी छन्। 21 वर्षीय निशु काठमाडौँ निवासी हुन्। द भोइस अफ नेपाल सिजन 7 को अडिसन राउन्डबाट छनौट भएका अर्का एक बलियो प्रतियोगी हुन् रिकेश थापा। उनी कोच प्रमोदको टिममा रहेका छन्। रिकेशले अडिसन राउन्डमा माया नमार बोलको गीतमा उत्कृष्ट प्रस्तुति दिएका थिए। उक्त प्रस्तुतिमा कोच राजु लामा बाहेक अन्य 3 कोचहरूले कुर्सी घुमाएका थिए। अन्ततः उनले कोच प्रमोदलाई रोज्दै ब्याटल राउन्डमा प्रवेश गरे। परिवारबाट सङ्गीत क्षेत्रमा लाग्न खासै समर्थन नपाए पनि सङ्गीतमै केही गर्छु भन्ने लक्ष्यका साथ निरन्तर अघि बढिरहेका रिकेश अन्ततः द भोइसमा प्रवेश गर्न सफल भए। सोमा सहभागी भएपछि उनले कोच तथा दर्शक दुवैको मन जित्न सकेका छन्। 25 वर्षका रिकेश काठमाडौँ ललितपुर निवासी हुन्। द भोइस अफ नेपाल सिजन 7 को ब्याटल राउन्डमा प्रवेश गरेका अर्का एक बलियो प्रतियोगी हुन् रूपेश कुमाल। उनी कोच प्रमोदको टिममा रहेका छन्। रूपेशले अडिसन राउन्डमा चलेछ हल्ला बोलको गीतमा उत्कृष्ट प्रस्तुति दिएका थिए। उक्त प्रस्तुतिमा कोच खेम र कोच प्रमोद दुवैले कुर्सी घुमाएका थिए। अन्ततः रूपेशले कोच प्रमोदकै टिम रोज्दै ब्याटल राउन्डमा प्रवेश गरे। जन्मजात रूपमा दृष्टिविहीन रहेका रूपेश सङ्गीत क्षेत्रमा सक्रिय छन्। दृष्टिविहीन भएकै कारण विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ भन्ने उनी बताउँछन्। अवसरहरूको खोजीमा निरन्तर अघि बढिरहेका उनले द भोइस अफ नेपाल सिजन 5 मा सहभागी गायक विकास थारूको सहयोगमा सोसम्म आइपुगेका हुन्। 21 वर्षका रूपेश नेपालगञ्ज निवासी हुन्। हाल उनी काठमाडौँ बस्दै सङ्गीत यात्रालाई अघि बढाइरहेका छन्। द भोइस अफ नेपाल सिजन 7 को ब्याटल राउन्डमा प्रवेश गरेका अर्का एक बलियो प्रतियोगी हुन् प्रतीक परियार। उनी कोच प्रमोदको टिममा छन्। प्रतीकले अडिसन राउन्डमा किन मायामा बोलको गीतमा उत्कृष्ट प्रस्तुति दिएका थिए, जुन प्रस्तुतिमाथि कोच राजु लामा बाहेक अन्य 3 कोचले कुर्सी घुमाएका थिए। तर प्रतीक कोच प्रमोदलाई छनौट गर्दै ब्याटल राउन्डमा प्रवेश गरेका छन्। 21 वर्षका प्रतीक स्याङ्जा निवासी हुन्। द भोइस अफ नेपाल सिजन 7 को ब्याटल राउन्डमा प्रवेश गरेकी अर्को एक बलियो प्रतियोगी हुन् शुभेच्छा बराइली। उनी कोच खेमको टिममा छन्। शुभेच्छाले अडिसन राउन्ड किन मन हुन्छ चञ्चला बोलको गीतमा उत्कृष्ट प्रस्तुति दिएकी थिइन्। उक्त प्रस्तुतिमा 4 जना कोचहरूले कुर्सी घुमाएका थिए। अन्ततः उनले कोच खेमलाई रोज्दै ब्याटल राउन्डमा प्रवेश गरेकी छन्। सानैदेखि गीत गुनगुनाउन रुचाउने शुभेच्छा सङ्गीत क्षेत्रमा सक्रिय छिन्। द भोइसको लागि पहिलो पटक नेपाल प्रवेश गरेकी उनले आफ्नो सुमधुर आवाज र दमदार प्रस्तुति मार्फत निर्णायक तथा दर्शक दुवैको मन जित्न सफल भएकी छन्। 22 वर्षीय शुभेच्छा भारतको दार्जिलिङ निवासी हुन्। आदरणीय दर्शक श्रोतावृन्द, तपाईले यी 5 प्रतियोगीहरूमध्ये कुन प्रतियोगीको आवाज उत्कृष्ट लाग्छ कृपया कमेन्ट गर्नुहोस्। भिडियो मन परेमा भिडियोलाई 1 लाइक र 1 शेयर गर्न पनि नबिर्सनुहोला। यस्तै अन्य जानकारीको लागि भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुहोस्। नमस्ते।